हेलो साथीहरू, के छ खबर? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म चाहिँ के लाग्छ भने म चाहिँ विश्वको सबैभन्दा धेरै हेल्थमा अनि सबै कुराहरूमा चाहिँ दिमागमा पनि म चाहिँ ट्यालेन्ट छु जस्तो लाग्छ होइन। मेरो सुत्ने समय चाहिँ बेलुकाको रातिको 1 बजी हुन्छ अनि उठ्ने समय चाहिँ दिउँसोको 10 बजी हुन्छ। ठिक छ नि? यही हो मेरो हेल्थ, अलिक हेल्दी हुने रुटिन चाहिँ मेरो यही हो। अनि त्यहाँको बिच टाइमहरूमा चाहिँ रिल्सहरू हेर्छु, फेसबुकहरू, टिकटकहरू हेर्छु अनि त्यस्तै हो। अनि मेरो व्यवहार पनि एकदमै गुड छ। मेरो व्यवहार जति राम्रो कसैको छैन। म चाहिँ एकदमै राम्रो व्यवहार भएको मान्छे हो। म केही पनि युज गर्दिनँ, मतलब जाँड भयो, रक्सी भयो, चुरोट भयो, खैनी, सुर्तीहरू, भोला, मधुहरू, म त्योहरू चाहिँ सबै खाइदिन्छु होइन। सबै खान्छु, पचाउँछु पनि। मेरो सबैभन्दा राम्रो बानी चाहिँ त्यही हो, खाएको पचाउँछु। यस्तै छ मेरो बानीहरू। अनि अर्को व्यवहारहरू, मनको कुरा गर्ने भने चाहिँ म एकदमै धेरै मनको धनी मान्छे। कसैले 100 रुपियाँ माग्दैछ भने म उसलाई 5 रुपियाँ दिइहाल्छु अनि 4 रुपियाँ चाहिँ फेरि फिर्ता ल्याइदिए पनि भन्छु होइन। अनि अलिक अरूसँग चाहिँ म कसैसँग पनि झगडा गर्दिनँ। म चाहिँ सिधै गएर बाज्ने काम गर्छु, झगडा नगरिकन सिधै लाक्पा परिदिइहाल्छु। अनि म कसैले पनि कुट्दिनँ गएर चाहिँ। म एकदमै मनको राम्रो मान्छे भएको कारणले म कसैलाई कुट्दिनँ। झगडा परेको ठाउँमा म एकदमै ठप्पर हान्छु नकुटिकन। यस्तै छ मेरो व्यवहारहरू, बानीहरू चाहिँ साथी हो। कमेन्ट गर्नु होला कस्तो लाग्छ है।